म अधिवक्ता बिपिन थापा सदा चाहिँ आज पनि म तपाईहरुमा चाहिँ जानकारीमूलक भिडियो कानुन सम्बन्धी लिएर आएको छु। आज चाहिँ कस्तो अवस्थामा चाहिँ पत्नीले पतिलाई सम्बन्ध विच्छेद दिन मिल्छ र विदेशमा बसी नेपालमा कसरी सम्बन्ध विच्छेद गर्न मिल्छ भन्ने बारेमा चाहिँ हामी चर्चा गर्न गइरहेका छौं। पहिलो 1 नम्बरमा पतिले पत्नीलाई खाना लाउन नदिएमा, मानसिक तनाव दिएमा, अंगभंग गर्दिएमा, घरबाट निकाला गर्दिएमा पत्नीले पतिलाई सम्बन्ध विच्छेद गर्न मिल्छ। 2 नम्बरमा पति अन्य पर स्त्रीसँग चाहिँ यौन सम्पर्क राखेको पुष्टि भएमा। तेस्रो कानून बमोजिम अंशली मानो छुट्टी को अवस्थामा पनि सम्बन्ध विच्छेद गर्न मिल्छ। र अन्तिममा विदेशबाट चाहिँ नेपालमा चाहिँ सम्बन्ध विच्छेद गर्नु परेमा चाहिँ अधिकृत वारस मार्फत चाहिँ सम्बन्ध विच्छेद गर्न मिल्छ। यस्तै जानकारीमूलक भिडियोको लागि चाहिँ कृपया मलाई फलो गर्नु होला। हस्त धन्यवाद।